जय मसी, गुड इभिनिङ, साथै नमस्ते, प्रेज द लर्ड अनि गड ब्लेस यु अल। परमेश्वरले सबैलाई आशिष दिनुभएको र हामी आजको यस इभिनिङको वचन लिएर आइसकेका छौँ। आजको वचन छ यो समयको एकदमै आशिषमय वचन छ, जसलाई चाहिँ एकदमै मतलब चेतावनीले भरिपूर्ण पनि यो चाहिँ वचन छ। किनकि जस्तो कि संसारको व्यक्तिहरूले चाहिँ जो चाहिँ आफ्नो अहोदामा यानि कि आफ्नो पोस्टमा, आफ्नो पोजिसनमा, यानि कि आफ्नो धन सम्पत्तिमा, अनि यानि कि आफ्नो शक्तिमा, बलमा, बुद्धिमा, ज्ञानमा, जो संसारसम्मको सीमित जुन कुराहरू छ नि, त्यो कुराहरूमा जो चाहिँ अहङ्कार र घमण्डमा फुलेका जो व्यक्तिहरू हुनुहुन्छ, जो चाहिँ मै हुँ र मभन्दा अरू कोही छैन र मभन्दा चाहिँ मानिस त परै जाओस्, तर परमेश्वरलाई पनि भन्छ नि कि म नै हुँ, त्यो परमेश्वरभन्दा पनि ठुलो म नै हुँ भन्ने त्यसको चाहिँ व्यवहारले, त्यसको शब्दले, त्यसको वचनले अनि त्यसको अहङ्कारले, जो त्यसको घमण्डले जो चाहिँ भनेर हिँड्छ नि, हो त्यस्तो व्यक्तिलाई चाहिँ परमेश्वरले के गर्नु हुँदो रहेछ त। उहाँहरूले सोच्नुहुन्छ कि सायद मैले चाहिँ यसो भयो आफ्नै तरिकाले, मेरो कारणले यताउता गरेर चाहिँ म चाहिँ यो मेरो अहोदाबाट, मेरो पोजिसनबाट, मेरो बलबाट, मेरो शक्तिबाट, मेरो ज्ञानबाट, मेरो बुद्धिबाट, मेरो सम्पत्तिबाट, मेरो शक्तिबाट, यो सबै कुराहरूबाट म चाहिँ वञ्चित भएको भन्ने सोच कुराहरू चाहिँ राख्नुहुन्छ होला। तर प्रिय मित्र, तपाईलाई यहाँनिर तपाईलाई त्यो पोस्ट, तपाईँको पोजिसन, तपाईँको ज्ञान बुद्धि भ्रष्ट गर्ने, तपाईँको शक्ति, तपाईँको चाहिँ सम्पत्ति, यो सबै कुरालाई नाश गरेर तपाईँको अहङ्कार, जुन तपाईँको भित्र अहङ्कार र जुन चाहिँ घमण्ड छ नि, यो घमण्ड र यो अहङ्कारलाई चाहिँ यो अहङ्कारलाई चाहिँ नाश गरेर जीवित परमेश्वरले तपाईँलाई चाहिँ तपाईँको अहङ्कार र तपाईँको घमण्डको कारणले तपाईँले चाहिँ के गर्नुहुन्छ, त्यो सबै कुराहरूबाट तपाईँले वञ्चित गर्नुहुन्छ। त्यो चाहिँ को हुनुहुन्छ त? त्यो चाहिँ प्रभु यीशु ख्रीष्ट चाहिँ परमेश्वर हुनुहुन्छ। हामी पवित्र शास्त्र बाइबलमा नै हेर्नेछौँ। आउनुहोस्, अयुबको पुस्तक 34 अध्यायको तपाईँको 34 अध्यायको 24मा भनेको छ, उहाँले सोधपुछ बिना नै शक्तिशालीहरूलाई नाश गर्नुहुन्छ र तिनीहरूका सट्टामा अरूहरूलाई बसाल्नुहुन्छ। आमेन, हालेलुया, प्रभुलाई धन्यवाद होस्। बुझ्नुभयो त, सुन्नुभयो नि त्यो प्रिय मित्रहरू? सोधपुछ बिना नै उहाँले के गर्नुहुन्छ? सर्वनाश गर्नुहुन्छ। उहाँले चाहिँ नाश गर्नुहुन्छ, सर्वनाश गर्नुहुन्छ र तिनीहरूको सट्टामा चाहिँ अरूलाई चाहिँ बसाल्नुहुन्छ। त्यो बसाउने र त्यो चाहिँ गर्नेवाला, त्यो चाहिँ सबै कुरा को हुनुहुन्छ त? त्यो जीवित परमेश्वर हुनुहुन्छ। र प्रभु येशू ख्रीष्ट चाहिँ परमेश्वरको विरोधमा उठ्ने व्यक्ति, चाहे त्यो नेता होस्, चाहे त्यो राजा होस्, चाहे त्यो कुनै शासन गर्ने चलाउने होस्, चाहे त्यो सम्पत्ति, चाहे त्यो शक्तिवाला होस्, त्यो सबै नाश भएर जानेछ। हस्, थ्याङ्क यू, धन्यवाद।